नमस्कार सबैमा नमस्कार। म यतिखेर लक्ष्य हाम्रो सङ्गीत पाठशालाबाट भिडियो बनाइराखेको छु। तपाईहरू पनि यदि मादल सिक्न चाहनुहुन्छ भने पक्कै पनि यो भिडियोबाट सिक्न सक्नुहुनेछ है त। मादल कसरी बजाउने, मादलको बोलहरू के हो, कतिवटा मुख्य बोल कतिवटा हुन्छ मादलको भन्ने कुराहरू तपाईहरूले बिस्तारै बिस्तारै सिक्दै जानुहुनेछ। आजमा भने पहिलो दिनमा तपाईहरूलाई म मादल कसरी बजाउने त सुरुमा के बजाउने, मादलको बोल के हो त्यो भन्न गइरहेको छु। मजाले हजुरहरूले पनि घरमै बसी सिक्न सक्नुहुनेछ। यदि केही कुराहरू बुझ्नु भएन भने कमेन्ट गर्नुहोला, म कमेन्टमा भन्नेछु अनि हजुरहरूले भनेको जस्तै गरी भिडियो बनाएर आउनेछु। आजबाट म टिकटकमा तपाईहरूको लागि यस्तै भिडियोहरू लिएर आउनेछु बेला बेलामा है त। के कस्तो लाग्छ, जतिजनाले हेर्नुहुन्छ, जतिजनाले घरमै बसेर प्रयास गर्नुहुन्छ, मादल बजाउने प्रयास गर्नुहुन्छ, उहाँहरूले पक्कै पनि सिक्न सक्नुहुनेछ भन्दै अहिलेको लागि भने एउटा छोटो मादल बजाउने कसरी बजाउने भन्ने विषयमा जानकारी है त। मादललाई यसलाई हामी भाले भन्ने गर्छौँ सानोपट्टि र ठुलोपट्टिलाई पोथी भन्ने गर्छौँ हैन। यसलाई पोथी भन्ने गर्छौँ, यसलाई हामी भाले भन्ने गर्छौँ। यो चाहिँ कतिपय साथीहरूको हातहरू यतापट्टि यस्तो गरी पर्छन् हैन। जस्तै देब्रेले पोथी हान्छन्, भाले हान्छन्, देब्रेपट्टि हातले भाले हान्छन् भनेपछि दाहिनेले पोथी हान्छन् धेरैजनाको। तर मैले भने चाहिँ दाहिनेले भाले हान्छु हैन, देब्रेले पोथी हान्छु। धेरैजना साथीहरूको चाहिँ देब्रेले भाले हान्छ, दाहिनेले पोथी हान्छ। यस्तै गरी गर्नुहुन्छ तर मेरो चाहिँ यस्तो छ। यो त्यो भन्ने हुँदैन, जसको जताबाट हात पर्छ त्यसरी नै बजाउने हो, जताबाट सहज हुन्छ त्यसरी नै बजाउने हो। सबैजनाको एउटै हात चल्छ भन्ने हुँदैन हैन। त्यही कारणले गर्दा त्यसमा चाहिँ कन्फ्युज नहुनु होला। यो भन्ने हुँदैन, जतापट्टि आफ्नो हात पर्छ त्यतैबाट बजाउने हो। अब मादल बजाउँदाखेरि हामी चाहिँ पहिला सुरुमा भालेबाट सुरु गरौँ है त। भाले जस्तै मादल, यो हाम्रो मादल घेरो छ, यो बिचमा खरी छ, यसलाई खरी भन्छ, सबैलाई थाहा भएकै कुरा हो हैन। खरीमा जस्तै हामी चाहिँ सिधै खरीमा हान्छौँ। यस्तै गरी 4वटा